अनलाइन र समदर्शी अनलाइनमा एज युजुअल आज पनि एउटा रमाइलो सामग्री लिएर उपस्थित भएको छु। आज म धेरै ह्याप्पी छु किनभने आज मेरो साथमा हुनुहुन्छ 2071 सालमा एकदेव लिम्बू अनि सुनिता थेगिमको आवाजमा रहेको गुमसुम गुमसुम भन्ने बोलको गीतमा म्युजिक भिडियोमा अभिनय गर्नुभयो। त्यस पछाडि उहाँले कहिले पनि पछाडि फर्केर हेर्नु परेको छैन र अहिलेसम्ममा दर्जनौं म्युजिक भिडियोमा उहाँले अभिनय गरिसक्नु भएको छ। आफै चलचित्र निर्माण पनि गरेर विभिन्न ठाउँहरूमा सोहरू पनि गरिसक्नु भएको छ र उहाँ हुनुहुन्छ अनिश सुब्बा र उहाँले चाहिँ विशेष गरी स्टेज पर्फर्मको लागि पनि नेपालभरिका स्टेजहरू चालिसक्नु भएको छ। दार्जिलिङ, सिक्किम लगायतका अन्य ठाउँहरूमा पनि उहाँले आफ्नो स्टेज सो पर्फर्म गरेर धेरैभन्दा धेरै दर्शकहरूको मन, माया अनि सम्मान जितिसक्नु भएको छ र आज कुनै होनहार कलाकार अनिश सुब्बासँग कुराकानी गर्न पाउँदा मलाई एकदमै खुसी लागेको छ। सर्वप्रथम अनिशजी तपाईँलाई स्वागत छ सेवा। नमस्ते। धन्यवाद। सर्वप्रथम तपाईँलाई पनि एकदमै यारी सन्चै हुनुहुन्छ? एकदमै सन्चै। आजभोलि कतिको बिजी हुनुहुन्छ? आजभोलि त्यति व्यस्त छैन। चासोको नाम सधैँ गएको छ, त्यति साह्रो चाहिँ छैन। चासोको नाम भन्दाखेरि चाहिँ व्यस्त नै। अब एज अ कलाकारको रूपमा तपाईँले आफ्नो नामलाई स्थापित गरिसक्नु भएको अवस्था छ अहिले। धेरै श्रोता दर्शक तपाईँले मनमा राखिसक्नु भएको छ अथवा तपाईँ धेरै श्रोता दर्शकको मनमा बसिसक्नु भएको छ होइन? त्यो हिसाबले तपाईँ लकी हुनुहुन्छ। तर यसरी एउटा कलाकारको रूपमा चाहिँ तपाईँ जुन अब अहिले स्थापित हुँदै हुनुहुन्छ त्यतिखेर अब सुरुवातका सङ्घर्षहरू कस्तो थिए भन्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ होइन? तपाईँले सुरु चाहिँ कसरी गर्नु, अब म चाहिँ डान्स गर्नु पर्यो भन्ने कन्सेप्ट चाहिँ कसरी आयो तपाईँको? त्यो चाहिँ म अहिले मेरो पूजनीय मम्मी बाबा चाहिँ हुनुहुन्न, मम्मी बाबा पनि हुनुहुन्न। म मम्मीलाई नै एकदमै जान्छु यो युगमा चाहिँ। बिहेतिर नाच हिँड्थ्यौँ हामी, त्यस बेला हामी एकदमै सङ्घर्षमै थियौँ। बिहेतिर नाच हिँड्दाखेरि चाहिँ सबैले राम्रो छ पर्फर्मेन्स यो निरन्तरता गर्दै जानु भन्नुभयो। त्यस पछाडि चाहिँ म इलाम जिल्लाको नृत्य प्रशिक्षक रूपमा पनि लिएँ। हाम्रो चाहिँ माङसिमुङ लारुलामा त्यो चाहिँ 5 जिल्लाको नाचहरू ल्याइन्थ्यो। त्यस बेलाखेरि चाहिँ हामी केन्द्रमा चाहिँ एकैचोटि नजानु पाउने थिएन। अहिले चाहिँ सिस्टम पाउँछ, पहिला चाहिँ पाउने थिएन। हामी चाहिँ केन्द्रमा नाच्न एकदम मन पराएको कारणले गर्दाखेरि चाहिँ इलाम जिल्लाको चाहिँ नृत्य प्रशिक्षक भएर चाहिँ अगाडि बढ्दै गर्दाखेरि चाहिँ प्रेरणा स्रोत यहीँबाट चाहिँ सबैले हौसलाको कारणले गर्दा। सुरुका दिनहरूमा चाहिँ कतिको गाह्रो हुन्थ्यो? जस्तै स्टेज पाउन हुन्छ नि, गाह्रो हुन्छ, जसलाई पनि त्यो गाह्रो हुन्छ। त्यस बेला त कतिपय